समाजमा भएका मान्छे, समाजमा भएका समुदायहरूको बिचको मनोविज्ञान सबैभन्दा महत्त्वपूर्ण हुन्छ। कुनै पनि मान्छेले कस्तो खालको इन्ट्रेस्ट राख्छ, कुनै पनि मान्छेले कस्तो खालको निडहरू एक्सपेक्ट गर्छ, कुनै पनि मान्छेले कस्तो खालको सम्बन्धहरू इस्टाब्लिस गर्न चाहन्छ भन्ने कुरा यो समाजको जति योगदान हुन्छ त्यति नै व्यक्तिगत योगदान पनि हुन्छ। त्यसैले समाजमा भइराखेका घटिराखेका अवस्थाहरूलाई हामीले सबैभन्दा बढी बुझ्नुपर्ने भनेको चाहिँ त्यो व्यक्तिगत कुनै चाहना अथवा व्यक्तिगत अवस्थाको कारणको रिजल्ट चाहिँ हो, इफेक्ट हो भन्ने कुरा बुझ्नुपर्छ। त्यसको लागि चाहिँ उसको मनोविज्ञान कस्तो छ त, उसको मानसिकता कस्तो छ, उसको साइकोलोजिकल पर्सेप्सनहरू कस्तो छ, उसले कसरी लर्न गरेको छ भन्ने कुरा बुझ्न चाहिँ सजिलो हुन्छ। तपाईँले कुनै पनि मेडिकल साइन्सको कुनै एउटा सर्भिस डेलिभर गर्दै हुनुहुन्छ या इन्जिनियरिङ सर्भिस डेलिभर गर्दै हुनुहुन्छ अथवा म्यानेजमेन्टको सर्भिस डेलिभरी गर्दै हुनुहुन्छ भने पनि त्यो सर्भिसलाई एक्सेप्ट गर्ने मनोविज्ञान छैन भने ती सर्भिसहरू काम नलाग्ने हुन्छ। त्यसैले समाजमा पहिला कस्तो मनोविज्ञान छ भन्ने नबुझ्दासम्म अन्य प्रकारका सर्भिसेसहरू डेलिभर गर्नु पनि अप्ठ्यारो हुने भएको भएर चाहे त्यो स्टेटको तर्फबाट होस्, चाहे त्यो व्यक्तिगत तर्फबाट होस्, कुनै पनि सर्भिस डेलिभरी गर्नको लागि समाजमा भएका व्यक्तिदेखि समुदायसम्मको अथवा राष्ट्रभरिका नागरिकहरूको मनोविज्ञान नबुझिकन काम गर्न गाह्रो हुने भएको र व्यक्तिगत प्रोफेसनल अवसरको लागि पनि र प्र्याक्टिकल अवसरको लागि पनि मनोविज्ञान चाहिँ अहिलेको लागि एकदम बेस्ट सब्जेक्टको रूपमा लिन सकिन्छ।